सबैलाई नमस्कार। यति बेला म जाजुरकुट कुची गाउँपालिका वडा नम्बर 5 बाट फुर्पादेखि दमदालासम्मको पैदल यात्रा गरिरहेको छु। देख्न सक्नुहुन्छ यहाँ पानी सिमसिमी पानी एकदमै सिमसिमी पानी परिरहेको छ। यहाँ कुहिरो पनि लागिरहेको छ। यहाँ म अलिकति रोड पिच हुने सुरु गरेको ठाउँसम्म आइसकेको छु। पहिला यहाँ धेरै जुगाहरू लाग्ने सम्भावना हुन्थ्यो। अहिले अलि यो रोड चाहिँ पिच भएको कारणले त्यति जुगाहरू लागेको छैन। देख्न सक्नुहुन्छ यहाँ हाउरू लागेको छ। धेरै ढकमक्क बनाएको छ। हरियाली छ जताततै। यहाँ भैँसीहरू पनि छ। यहाँ नजिकै देख्न सक्नुहुन्छ माया पानी एकदमै सिमसिमे पानी परिरहेको छ। यो रोड चाहिँ निर्माण हुँदै गएको अवस्था छ। हामी देख्न सक्छौँ यता चारैतर्फ चाहिँ कुहिरोले एकदमै छिकिसकेको छ। देख्न सक्नुहुन्छ धेरै पानी यहाँ पानी परिसकेको छ।